लिएर आएको हो यत्रो धेरै जे होस् गाउँको बाछीहरू बलियो हुन्छ भने यही हो होइन त अनि यता यस्तो बुढो भएको मान्छेले ओसार्नु पर्यो है ए मम्मीले मम्मी बलियो हुँदो रहेछ यता धारा पनि रहेछ त है मजाको यता धेरै दाउरा कस्तो मजा आयो मिठो भयो ए हामीले त दुःख गरेर टिपेर ल्याउने अनि बाख्राले त खाने खै त हाम्रोमा त कहिले ल्याउनु भएको छैन त ओखर यत्रो बोट भएर पनि अहिले फलेको भएको छैन नि तर त्यो त साह्रो छ नि त फेरि ड्याङ ड्याङ हान्नुपर्छ फल्छ नि कस्तो हाम्रो पर्छ कि अरूको पर्छ यो भाउजू लाली गुराँस कस्तो छ हजुर लाली गुराँस कस्तो छ एकदम टेस्टी गुलियो छ भित्रको चाहिँ रस अनि बाहिरको चाहिँ हल्का तितो तितो छ मिठो भएको छ त्यस्तै हो हजुर महा हुन्छ अरे त्यही म भएर होला गुलियो छ ल तिमीले थोरै खानु न अन्चु जतिखेर ताङ भनेर के बोल्छ मलाई के भने हो थाहा छैन मलाई म यहाँ सोध्छु नि घरमा गएर दाइलाई चेस गर चेस रुको जरा सबर करो मजा आयो मजा हो लिइरहेको छु त अघि पनि दिएको मिठो छ छोरी मिठो छ हजुर म चाहिँ हजुर भने मामसँग आमीसँग जुस खान पुग्न आएको अरे म त लाली गुराँस भएछु म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु धन्यवाद त्यो यति हो गाना अनि बिर्सेछु के लाइनहरू त्यही भएर फेरि मिस्टेक के गाउनु भनेर हजुर पनि गाउनुहुन्छ कि बिहान कुनै गीत मलाई आउँदैन अहिले भर्खर गाइरहनु भएको थियो गाइरहनु भएको थियो चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरहँ लाग्छ नि दिलको बारीमा थ्याङ्क यू धन्यवाद धेरै राम्रो गीत गाउनु भयो धेरै राम्रो बिचल्ली पार्दैछ बाटोमा पनि छोडे छोडे हिँड्दो रहेछ फर्किने कि बस्दैन यत्रो टाढा आएर अहिले भर्खर त्यो गाडी गएन कसरी जान्छ त जान्छ तिनीहरू के जान्छ त्यो गाडी ए अहिलेको बाटोमा आमा जाँदो रहेछ तल है अझ ठाडोमा त कसरी गयो त है खाऊ न खाऊ चिसो खाऊ कहिले ल्याउनु भयो यो कार्ड चाहिँ यहाँ के पाक्दैछ के पाक्यो यहाँ तरकारी के को तरकारी
मासु लोकल भाले हो लोकल भाले हो अयो छोरा आसुम बाहिर पढ्यो ल बस्नु 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 अब मलाई बसेन उठ बाहिर हजुर कसैले थाहा छैन त्यो चकटी भनेर ल ल ठिक छ यो चाहिँ अञ्जलीको कुल घर हो हामी चाहिँ अब अञ्जलीको घरमा बसेर खाना लागेको है हात धोइसकेको छ कति धुनु हुन्छ हुन्छ बोलाउन दिएला पनि बस्नु त पनि हात धोएर पहिला भिजेर देऊ न दिन्न जाइ बस्नु जाइ त बस्नै भएन त यो चाहिँ सिकाउनु पर्छ के को धेरै हुन्छ कम कि कम खाएर अब हामी चाहिँ खाना खानु लाग्यो खै त मम्मीलाई जाने मलाई पुसेको बल्ल नराख्नु न भयो मासु धेरै भइसक्यो ए है यस्तो पो हुन्छ ए होइन मलाई कस्तो सानो रहेछ भनेर नि ल ल तपाईँ पनि खानु न भयो भयो पुसेको त्यो चाहिँ भुट्नु भएर क्या मम्मीले ए आन्द्रा भुडीहरू छुट्टै केलाएर भुट्नु बुझ्यो बुढन खाऊ ल ल खाऊ ल तपाईँ चाहिँ पछि भयो पो पानी नै फुटा कहिले भाँडा मान्ने भन्नु यो धारा त कति डाँडा चढाउने होला नि अन्त भोलि बिहानसम्म चाहिँ यही धारामा माझेर बस्नु मानिन्छ भएन धारामा के रिस उठ्नु पऱ्यो त मलाई पनि धाराहरू गेला खाने लाग्यो सरस्वती नयाँ रहेछ पानी त त्यही चाहिँला के हो त्यही भएर त त्यो नजोड्नु भनेको होइन अघि खोइ त नि यहीँबाट त आँखाइ त्यही भयो होइन नि त्यो पाइपमा भएर चाहिँ नआएको रहेछ त्यो धारा खोल्ने बित्तिकै आयो त नि कि धारामै आएको कि यसो तल झापा आउँदो रहेछ कि भाडा बाँच्दा रमाइलो भयो भन साथीहरू भर्खरै खाना खाइसक्यो अब खाना खाएर एकदम निन्द्रा लागेको जस्तो भइरहेछ बहिनीहरू चाहिँ पुरै भाँडा माझेर आइरहनु भएको छ
नन्दको घर आउनु भएको भाउजू चाहिँ यस्तो अवस्थामा सुतिरहनु भएको छ हेर्नु होला को सुत्छ यसरी को सुत्छ यसरी को गजब बेइज्जती है को सुत्छ यसरी झोला सोला सबै नन्दको घर आएर यति गर्न आएको त यति तल सुतेको हामी चाहिँ एक निन्द्रा पुग्यो आनन्दले सुत्यो बाटो नराम्रो भएर एकदम थाक्यो अनि खाना खाएर निदाएको मान्छे र 1-1.5 घन्टै निदाएछ मजाले अब उठेर उसो डाँडातिर घुम्न जानु पर्ला के छ विचार त्यस्तै गर्नु पर्ला छिटो हिँड खोर 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 के अरे गान्द्रु गएर यसरी बोकेन बरु यहाँ आफ्नो गाउँमा आएर बोक्यो होइन फोटो हाल्दिनु एउटा फोटो क्लिक गर्नु के बनाउनु लाग्यो बाजे चिम्टा किन ल भयो चिम्टा होइन त अर्ग्यानिक चिम्टा दिन आउँछ है ल चिम्टा होइन मलाई त आउँछ छन चाहिँ रहेछ तर टिभी हेरेछ सिस्नुले के हुन्छ बिरामी हुन्छ ए ल ल अर्ग्यानिक खानुपर्ने रे सिस्नो सिस्नो टिप्नुलाई प्रो म्यान आउनु भयो त्यो उसले भाँच न काँडा धेरै रहेछ अब 24 घन्टालाई अब गयो ओ बिमले भने ठिक छ 24 आवर हातमा डाबर के अरे हातमा सिस्नुले पोलेको डाबर यस्तो दामी काँडावाला सिस्नु रहेछ यहाँ चाहिँ ल ल ल अब तपाईँहरूसँग छ चिम्टा नि हामीले कसरी टिप्नु त्यो डालो यता राख्नु न गाउँघरतिर चाहिँ घरै घर मात्र हो मान्छे चाहिँ अलिक कमै छ है घर चाहिँ कति राम्रो राम्रो बनाएर राखेको छ मान्छेहरू चाहिँ अलिक कमै छ दसैँमा हुन्छ होला मान्छे है सबैजना कहाँ जानुभयो त सबैजना कहाँ जानुभयो त ढुक्की ड्याङ हानेछ स्याउलो अन्दरो आइन्छु अन्दुरो आई स्याउला बाख्राहरूले खान्छ हो यहाँ तलसम्म चाहिँ के भन्छ यो ठाउँलाई पर्जे वहाँ तलसम्म पर्जे अनि म चाहिँ थिएन त
त्यही भनेको कति मलाई चाहिँ भन न काफल चाहिँ भर्खर यस्तो हुँदो रहेछ है देखाउँदा खै एउटा टन्नै फलेर रहेछ नि अमिलो अमिलो होला है तर पात नभएर कति धेरै काफल फलेको छ भाइ यो रुखमा के खको त्यस्तो खप्पा के चप चप काफल खा काफल पाका खानु छ काफल पाक्यो भन्थ्यो छैन पाकेको त्यो त काँचो हो कि यो पाक्नु हामी आएको अलि चाँडो भएछ है तुत्तुरु तुत्तुरु ए यो चाहिँ के पहेँलो पाक्ने होइन ए पहेँलो पाक्नेले चाहिँ के भन्छ अरे ऐसेलु हो यो काँडो छ त यसमा उड्यो तलको बाटोबाट अहिले त तलको बाटोतिर सबै रोडै पहिला हामी हिँड्दा जङ्गलै जङ्गल थियो भाउजू कोसँग हिँड्ने तिमी पहिला ए मम्मी हामी उतातिर हिँड्दै काँडाले भेट्यो अनि त्यही भएर राम्रोसँग हिँड्नुपर्छ भनेको अन्डा बोक्रा चाहिँ एकदम पातलो हुँदो रहेछ गाउँको लोकल अन्डा हिँड्दा गाउँको लोकल उतातिर लोकल भाले पनि काट्दैछ अनि यतातिर अन्डा पनि काट्दैछ लोकल भाले चाहिँ यहाँ लोकल अन्डा यही त भर्खर लिरिक लिरिक भएको रहेछ बिमुको झन् कस्तो पाक्यो होला त पाएको त के भने बिमुको अझै 5 मिनट भएन भने अझै 1 मिनट जति राखेर ठिक हुन्थ्यो बिमुले मलाई नि खुर्सानी त चाहिन्छ चले पाकेछ यस्तो गर्नुहुन्छ है रसी खाने चाहिँ तर मैले चाहिँ चिया चाहिँ एक्टिङ मात्र गरेको यो यालाई कस्तो यमी हुन्छ त्यसमा अलिकति चोप न ए त्यो पो हो नुन खुर्सानी निकाल्ने मिठो गाउँको लोकल अन्डा हाम्रो घरको मासु काट्ने छोरी मान्छे यही हो बिमु लामा बिमुले काट्दिनु हुन्छ कि किन यहाँ तल नराख्ने र अनि यहीँ किचनमै राख्ने होइन र भन्न खोज्या मिठो ल पापा किन हतार हतार राखेको त मुखमा No, 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 no.
हामी युवा त आज बढ्यो यस्तो हतार खानुपर्छ त नि लान्छु हरानीहरू खतरा माका भन्नु न माका मका सूर्यमाइती भने होइन सूर्यमाइती उनीहरूले खने भन्दा एउटा बुझ्नु एउटा ठिक के आलो आलो दादा यहाँ त पछाडि नेल बिफाना एला त मार खाला भइरहेको त यो डेढ किन्छौँ आमा चाहिँ पनि बसा अब त्यसो भएपछि चलिहाल्यो नि त हुँदा हुँदै चाहिँ ल्याउनु भएन कि मामा अनि गाह्रो सानो चाहिँ यो भयो भयो खरिसक्यो मामा छोरा देख्छ दुई छोरा दुई छोरी चौरा पनि उनीहरूलाई एउटै सेटको छैन अरे आफू त मासु लबर परियो तर खुबी त मै सत्तर आतुङ चाहिँ थुङ बजे ट्राली चावल थुङ चाहिँ आतुङ चाहिँ ट्राली भित्र कानमा भित्र टिक्दा भित्र राङ यागादी चाको या एन टिके दिमुला यो तामाङ दम दिने यो हे दिमुलो बा अब तपाईँको त्यहाँ राख्नुहुन्छ त्यहाँ त अब किराले खाइदिन्छ होला धेरै सुर्ती खाने मान्छेको त दार्जिलिङ आहा ल हेर्दै मिठो होला जस्तो भयो त अन्जुल पकाएको हजुर यता हेर्नु यी गर्नु त एकचोटि यी गर्नु न खै ल गर्नु त एकचोटि यी गर्नु हुने के किन अच्छा हमको सिखा रिया है याकर म जानु गाल्दा या यिङ वारको पातर साली सबला पार्दै नाम सम्दार लागि कान गाली कादा मी भाइरल बनाइदिन्छ पुरा बजी हेरन चामेगा मनी हैन म केही बुझिनँ म चुगला सुन्ने मात्र काम हो कादारे काबिया पर्छ ह फोटो पुरै सिगाउनु पर्छ कोला बल गजा हिँड्याको चाहिँ कोला आगो नन चान्जे हेरन कसो जान्दा अरे आरेगा अब ढेँडोको पालो आयो पिया मुगो मामा भन्नाले उयो आन्जे न मुगो ड्याडीलाई मामा भन्ने या हम त म चाहिए जाब मम्मीको भाइ पाछा यता आउनु भएको छ यही त हो नि बच्चा भए नखाने म मिठै हुन्छ है यसो खानु ज्यादा मेरो त फेभरेट चागा मन पर्नु क्या आजादा कोरे ओया भल पर्नु जन त्यहीहरुको वा क्या गा भन्छ आम्बा ह सिपिसक्यो क्या गरी आम्जा नि आचार नि Này, trang bỏ được vàng quá, bà là. Nếu bà ra, gần siêu lệ. गे सिगो नि होगा Ê, gì, gần này siêu mà phải cả. गे सौले Gì, apa này siêu à? अब म भर्छ भर्छ गना अब Baca-baca, dia padang wajah, padang Sudah पात्ने गोरा चोङा 10 वर्ष 10 वर्ष so चाबेले गोरा sabele niam औसीमा कुइ हाल्नु त्यसमा Kalau pun ni juga, muklah, sini ni juga, सुझ्यायो अनि मजा नेडो सुझ्यायो
जित सुझाएर गलत छ अरे गणेश चाहिँ थाहा छ गलत छ ए अनि गणेश चाहिँ थाहा यो कुछ हो नि झ्यालका न्यानो लेसी लेसी एको वेका अनि लेसी नम्बर खालाका ए लेसी यो कुछ हो स्त्रीको लागि छु खाय लेसी दा एको वेका अनि दुख्याउ ढोकोन ल्यासी त झौ ब्यासिरेको चौब्यास ए मजिलो नि छ नपै याद होला अब बुर्जिउलो अच्छेले नपुगो मेरो योको ल्यासी चाहिएको आहा लेसी दा जिमी डपदा लिबलिबा वेका ल्यासी लिउ हो लिबलिब वेका पेको सो ट्याक्सी सुनो वेको सुपेको वेको अरे पेको सो वेको बनेको पेखा सुहाउने हो गना जय नेपाल जय नेपाल अले अनि विशुद्धि हाल गना गना नालो न कति कति पाटन पार्ने ल्यासी त हो कि मले छ लिउ पाटन लिबलिब ल्याउने ल्यासी त एक लेने वेको लास्ट थोरै ल्यासी सम्म द रखने ला मकला लास्ट ल्यासी थोरै सम्म द देउगा लासेया आइरह मम्मीले नि बुझ्नुहुन्छ तपाईँले नि ए मठो धेरै तरुनी घुमाउनुहुन्छ अरे के तान बुन्नुहुन्छ अरे अनि तान बुनेको पैसा तरुनीहरू यस्तो लाइन लाग्छ अरे अनि जय नेपालमा विशेष हलमा फिल्म हेर्नु कति हालमा जानुभयो अरे अनि खानालाई चाहिँ भक्तपुरमा टिममा मजाले धेरै खानु पाउँछ अरे के त्यसो भन्दा अब अनि म्याउ खाना त नि छ दर्जी अब यता फेरि हामीसँग एक्लैले बोल्न आउँदैन हामीलाई एक्लै बोल्ने कुरा भएन अरे वेका अरे यहाँ वर्ष खान्छु न 20 वर्ष आउँछु न थाना 5 वर्ष गरेर राख्छु सुनमा ठाउँ थाहा म चाहिँ जय मजु अनि ठाउँ ठासे चने मलाई बुर्जिउलो काठमाडौँ सोजा यही पाइमोक त खाइमको त छेले छ्याले मलाई खाए खा म पनि बाहिर नाच्छु जीवनाला सोनम सुने सोनम लामा नेवा छा ढाक्छौँ का नेवा ढाक्छौँ नेउ ढाक्छ नेवा ढाक्छौँ क्यापी म्यापी गोमडु क्यापी मापी जीव क्यापी मापी को चाहिँ मरुका क्या सोमो मखला सोमो दुगा सोमो अनि ने मरुका मरुला माथिको साथी गएको एकदम रमाइलो भयो कुरा गरेर मलाई भन्दा मजाले बोल्न आउँदो रहेछ क्या नेवार भाषा तामाङ पनि बोल्दिनु न त अब एकचोटि तामाङ पनि बोल्दिनु भने तामाङ कुरा राम त्यो भनेको चाहिँ तामाङ कुरो बोल्दैन त्यो भनेको बुझ्दिन नि त तपाईँ चाहिँ अब खाजा खानुहुन्न अरे भन्नुभएको ए बजी नेउका बजी बजी नढाल्छ त म नढाली छेले कनेक्सन थाहा नेउका कने खाँदैनौ रे के गर्नु अब खाने भने होला नि खे मान्यौ हामी चाहिँ मान्छे लाग्यो कि अलिअलि अनि नेउ अनि वान्यौ वन माल्ने ठाउँ थाहा जानेन भनेको जाको फेरि नआउन्यौ काने जानेन भनेको जो काने जखेको
너 खाएगा मेमा खास्याउला खाएगा अगाडि सुनाइसे हाँ सुनाइसे खाएको त उयो यो जो छ भयो अब अर्को एउटा भाले काट्ने रे भोलि बिहान अनि भाले काटेर मात्रै जानुपर्छ अरे क्या ए हुन्छ ए बुढी धायो छ जिउ बुढी धायो न्याउ भाइसो एसी मेमोला न्याउ मेसे मो मो तिमीले थाले छुडा अनि छुछु न्याउ छुछु ताउ मरसले बुझ्नुभयो ठिकै छ मैले गीत गाइदिनु नेवारबाट भनेको खै के भन्नु मैले बुझिनँ ल ल ल ल न्याउबाट गीत गाउनु ल गाइदिनु त होइन तपाईँले गाउनु ए मैले गाउने तपाईँ गाउँ तामाङबाट गाउनु म नेवारबाट गाइदिन्छु ल हेत्तेरी म त आउँदैन आउँछु होला हेत्तेरी छोरी मलाई आउँदैन आउँदैन ल ठिकै छ तू तर गाडो होते की तुम क्या करो रबर को टिकटिक गाडो होता खाए खा दसैँ आयो खायो मक्ला भनेको चाहिँ होइन भनेको हो भन्नुभयो त्यो चाहिँ बुझ्छ भने पनि खुवाए ख भनेको चाहिँ पीना पीना हाजी में पासा खोला पीना गएर जिउ पछि आएन भैया टोइलेट बनेको अरे यो गफ गर्नु भनेको म टोइलेट अब तामाङबाट कुरा गर्न आएको भए त म तामाङबाट मजाले बोल्छु अब तामाङबाट बोल्नु म नेपालीबाट बोल्छु ल तपाईँसँग अब हेलो तपाईँले कहाँ भेट्नु भएको भेट त साह्रै छ नि यता साह्रै छ बस कहाँ भेट्नु भएको भने क्या यता ड्याडीलाई यही यहीँ बाहिर यहाँ माथि छ नि नजिक नजिक गाउँदै परेको ल होइन लब्रो परेको लब्रो अनि कसरी भेट्नु भनेपछि यहाँ मम्मीको लभ पदार्थलाई भाउज आइपुग्यो हो पहिला पहिला सबै त्यस्तै भाग्ने चलन त पहिला त छँदै भाग्ने चलन बरु पहिला धेरै छ कि अहिले हो खै त्यतिखेर त हाम्रो यतातिर त खासै छैन छानेर भन्छ तामाङहरू कति ठाउँमा भाग्यो भन्छ तर हाम्रो सोचे यतातिर कहाँ उयोतिर खासै छैन अनि होइन तर पहिला धेरै भाग्ने चाहिँ हो क्या बिहे भन्दा धेरै भाग्छ नि यसो गीत गाउँदा गाउँदै भगाएको भन्छ त्यताबाट सजिलो हुन्छ त होइन धेरै ठाउँमा चाहिँ यतै बस्नु हात बस आज वा ल अब ढेँडो चाहिँ यहाँको बुहारीलाई पकाउन आएन हेर्नुहोस् त्यही भएर फेरि मम्मी आउनु भयो अगाडि चाहिँ बुहारीको गाह्रो साह्रो रातो रातो हुने गरी बसिया छ आज आगोमा है बिहानै म बुहारी बुहारी भन्दै हिँड्दा थियो त नि यसले नै त हुन्छ सबै चुलोमा बजेको है सब चिज बनाएको गर्नु पर्यो कुकिङ बुहारी हो नि त होइन लिएर ढेँडो छक्का न्याउका न्याउ जुनी थ न्याउ ढेउका मम्मी हामीहरू त बोल्नु न सोध्नु हाँस्ने मात्रै मम्मी हाँस्ने मात्रै हामी त है बुझ्दैन यता हेऱ्यो हाँस्यो उता हेऱ्यो पहिला त हामी सानो हुँदाखेरि बुढासँग हामी उसमा पार्कमा जान्थ्यौँ नि त सबैले नेवार मैले भनेको चामलको खाना सधैँ खाइरहेको छ ढिँडो कहिले कहिले खाने मिठो हुन्छ त्यही भएर खानु लाग्यो सा छकन्ने गर्ने साय सानो त्यो पाटनमा बसेको मान्छेहरू फेरि सबै आउँछन् फेरि ढेँडो खाएर खानु थियो मामा हुँदैन पीना बा विकार भयो नआउने चुलोलाई गयो फर्स्ट त पनलाई पनि छिटो पकाउने मनपर्ने ढेँडो अनि कस्तो कस्तो मजा आयो भने ताजी बर्बाद ताजी बर्बाद ताजी बर्बाद ताजी बर्बाद जी कसमा चेहरा देख्ने बुधे क्या बुधे अङ्कल
कल्सुको चाहिँ देखेँ यहीँनिर बसेको थियो हामी खालि मलाई देखेको खालि त्यो मलाई भाषा मात्रै बोल्न आउँथ्यो आउने चाहिँ हेर्नु त फेरि मलाई भाषा भन्नाले कुन ठाउँको हो मलेसिया ए गाउँको ठाउँको हो त्यो पनि एकचोटि मैले सिकाइरहेको बुढलाई के हुन्छ कति वर्ष बस्नुभयो अरे 10 वर्ष मलेसिया 10 वर्ष 10 वर्ष लकडाउनले 11 वर्ष बस्यो लकडाउनले गर्दै लकडाउनले फोटो लिइरहेको हुन्छ हो यहाँ खिच्दाखेरि यसो थिच्दाखेरि ठ्याक्क फोटो लिन्छ कि लिइसकेको हुन्छ त्यही भएर यस्तो भिडियो गर्दा गर्दा फोटो खिच्यो भने पछि हामीलाई खिच्नु पर्दैन कि पहिला त्यही भएर त्यहाँ मजाले पहिला त त्यो बौद्ध 3 जिल्लाको डनहरू हुन्थ्यो नि डन तपाईँ डन हो डन खडा त्यहाँको हरामीहरू थियो डन ख भन्नु नि ड्याडी म त्यतिखेर हामी छ नि त्यतिखेर 7-8 वर्ष थियो है त्यतिखेर त्यो डन थियो यता ड्याडी सक्यो यता छोराको यतातिर फोकस गरौँ त गर्दैछ स्वामी 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 भन्छ मेरो स्वामी पतिदेवले गाडीले गर्दाखेरि है तल के भो रे छाले तपाईँ स्कुल कुदा गर्नु तपाईँ स्कुल कुदा कुदा गर्नु त्यहाँ छ छा डाइउड हेउगा मन्टेरा तल मैले स्कुल नगर्नु होइन त्यो अप्रोच नक्सीले कति मान्छे किन हेर्नु भन्यो अब के हुन्छ हेर लानु पर्यो नि त नि अब अलिकति सहयोग गर्नु पर्यो जाने घरिघरि डबल टेबल के गर्दैन के हुँदैन खुकुरी लिएर हिँड्दिने हो क्या खुकुरी त ल्याउँदैन म हातले नै दिनु ए हातै काफी छैन शङ्खल हो, शङ्खल भन्नु मेरो छोराबाट हात छुट्टियो पहिला मैला छुट्टिएको मेरो हात पहिला अहिले पनि ठुलै छ अहिले सुकिसकिँदा मुलाइ छ होला है कराटे मास्टर हो दुईजना दाजुभाइ हुनु मैले टाइगरमा त भने त बाजेको पर्छ है टेक्वान्डो मास्टर पढेँ खेलेको खेलेको ए अनि ब्ल्याक बेल्टसम्म पाउनुभयो काम पाउनु छैन कहिलेसम्म आम्मै ब्लाबेल पाइयो अस्ति न आउनु भएको चाहिँ हामी त्यो अलि डेकमा पाइयो त्यहाँ उता पाक्यो पाक्यो हाम्रो ढिँडो पनि पाक्यो रक्सी बाबालाई हाम्रो पाक्यो पाक्यो मिठो ढिँडो ए आउनु भयो सेवामा पनि तर मिलाउनु त तोर से भिलामा जम्मादान हो सुदिके जामाइ कोरायो रिता नागिता हेने इन्दा काला रदक न हो दाङ मुला अनि आधुङ घर के भन्छ पाफु हेर्नु आधुङ कोन सलो भर आइ आदम भाइ